साथीहरु अब के गर्ने यस्तै छ यो जिन्दगी पर्छ खान्न पाए मर्छ ल्याएर मी गाडी अब हिँड्ने बेला हुन ल हिँड्न लागेको बेलामै खै एउटा छैन नि हाम्रो गाडी स्टाफहरु मात्र बस्नु भएको छ यस्तै छ यी हाम्रो बहिनीले केरा बेचिराख्नु भएको छ मान्छे नभए नि यस्तै छ ल गाइजहरु बाटोतिर अब खिच्दै आउँछ है ल हेर्नुहोस् हाम्रो जसबहादुर तामाङ भाइ यात्रा जारी छ आज मेरो गाडीमा यात्रा जारी गर्दैछ है आज टाढा जाने मान्छे छैनन् बाबेचोर अनि त्यसपछि तातो पानी लोकल छ है जम्मा ल साथीभाइहरू अब हिँड्नु ल दरबाङ आइपुग्यो साथीभाइहरू अब मान्छे पुग्नु त त्यस्तै हो यी बेलाउटी अन्डा केरा अब यी बेलाउटी अन्डा केरा अब 3 जना मात्र थिए हाम्रो बहिनीहरू दरबाङबाट बेनीबाट डाइरेक्ट यता हेर आयो भन बहिनी ल आइ भनेनन् ल जाए अरू चाहिँ रातढुङ्गा सातढुङ्गाबाट आउनुभयो ल आइदिनु भयो सबैजनालाई धेरै धेरै धन्यवाद है ल